ब्याक छ फेरि पनि मेरो नयाँ भिडियोमा। सो आज चाहिँ म बजार जान लागेको छु। सो यो चाहिँ हाम्रो बाटो हो। अनि अब चाहिँ म माथि उकालो चढ्नु पर्दैछ है, र हामी चाहिँ यो बाटोबाट जानेछौँ। सो फाइनली हामी चाहिँ बजार आइपुगिसकेका छौँ र अब चाहिँ फर्स्ट चाहिँ हामी भाउजूलाई भेट्नु गइरहेको छौँ। सो यहाँ चाहिँ छ हाम्रो रुथ भाउजू। सो हामीले रुथ भाउजूलाई भेटेर हामी चाहिँ यहाँ फ्यान किन्नको लागि आएको थियो। सो साथीहरू यहाँ फ्यानहरू जति पनि मैले देखाइरहेको छु नि, कुन चाहिँ फ्यान किन्यो होला है। अनि यो चाहिँ गिफ्ट है, फ्यान हामीले हाम्रो चर्चको फादर पास्टर बाउको लागि है। अनि फादर्स डेको गिफ्ट किन्नको लागि हामी आएको थियो। सो म चाहिँ भाउजू हुनुहुन्छ। सो तपाईँहरू पनि है यो दोकानमा आउनु सक्नुहुन्छ। यो चाहिँ माथिल्लो बजार है, रम्फूको माथिल्लो बजारमा परेको छ। सो यहाँनिर चाहिँ तपाईँले देख्नु हुँदैछ, यहाँनिर चाहिँ एकदमै राम्रो राम्रो सामानहरू तपाईँले पाउन सक्नुहुन्छ। सो यहाँ धेरै राम्रो राम्रो सामानहरू पाउनुहुन्छ तपाईँले। यहाँनिर किचनको सामानहरू है, तपाईँले जे पनि है किन्न सक्नुहुन्छ आएर। एकदमै दामी दामी छ। अनि यहाँनिर हामी यो चाहिँ पनि तपाईँलाई देखाउँदै गरेको है, एकदमै दामी दामी है छ। तपाईँहरू आएर लिन सक्नुहुन्छ। सो यहाँनिरको अनर चाहिँ है यहाँ हाम्रो अङ्कल हुनुहुन्छ। सो यहाँनिर चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। एकदमै अलिक डिस्काउन्ट मात्रामा दिनुहुन्छ, अङ्कलले चाहिँ डिस्काउन्ट गरिदिनुहुन्छ सामानहरू। त तपाईँहरू आउन सक्नुहुन्छ यहाँनिर। हामीले सानो मिनी फ्यान पनि किनेको छ है। अनि कुन चाहिँ किन्यो होला सो तपाईँहरूले भन्न सक्नुहुन्छ। सो हामी चाहिँ किनेर फाइनली हामी चाहिँ घर फर्केको छौँ। सो गाइज यो चाहिँ स्याटरडेको भ्लग हो। अनि हामी चाहिँ सन्डे चाहिँ फादर्स डे मनाउने छौँ चर्चमा। सो हजुर यो चाहिँ सन्डेको भ्लग हो। ह्याप्पी फादर्स डे। अनि यहाँनिर चाहिँ सानो स्पेस दिँदै गरेको। सो यहाँ चाहिँ हामीले चाहिँ गिफ्टहरू चाहिँ है हामीले पास्टर बाउलाई हामीले दिँदै गरेको। सो हाम्रो पास्टर बाउ चाहिँ यहाँ हुनुहुन्छ। सो गाइज हामीले फ्यान चाहिँ यो व्हाइट कलरको किनेको थियो। सो हामीले सन्डे चाहिँ यसरी फादर्स डेहरू मनायो। अनि सबै फादर्सहरूलाई है हामी ह्याप्पी फादर्स डे भन्छौँ। र यो चाहिँ है युथहरूले खदा अनि सानो सानो गिफ्टहरू दिएर फादर्स डे मनाइरहेको। सो केक पनि काटेको छ। सो हामीले चाहिँ हाम्रो चर्चमा फादर्स डेहरू यसरी मनायो। अनि हामी आशा गर्दछौँ तपाईँहरूले पनि फादर्स डेहरू मनाउनु भयो होला भनेर है। सो ह्याप्पी फादर्स डे टु अल फादर्स। अनि थ्याङ्क यू सो मच गाइज तपाईँहरूले मेरो भिडियोलाई हेरिदिनु भएकोमा। अनि प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई। Thank you. Bye-bye. Have a good night, good morning.